तपाईँ प्रतिक्रियावादी शक्तिहरू भन्नुहुन्छ। को हुन् प्रतिक्रियावादीहरू? यी प्रतिक्रियावादी, पुनरुत्थानवादी, अमेरिकन साम्राज्यवादी, भारतीय विस्तारवादी, यी वामपन्थी तपाईहरुका यी कुराहरू तुच्छ भइसके। केपी ओलीज्यू, तपाईँ विकासवादी बन्नुस्, परिवर्तनवादी बन्नुस्, देश र जनताका हितमा काम गर्ने वादी बन्नुस्, शिक्षावादी बन्नुस्, स्वास्थ्यवादी बन्नुस्। सधैँभरि अर्काका टाउकामा दोष मडारेर धमिलो पानीमा माछा मार्ने यो प्रवृत्तिले तपाईले आफूलाई पनि सिध्याउँदै हुनुहुन्छ र देशलाई पनि सिध्याउँदै हुनुहुन्छ र पार्टीलाई पनि सिध्याउँदै हुनुहुन्छ। तपाईहरुका यी थोत्रा ढोङ हामीहरूले 47 सालका चुनावदेखि सुन्दै आएका हौं। के हो तपाईको प्रतिक्रियावादी भनेको? के हो तपाईहरुको पुनरुत्थानवादी भनेको? के हो तपाईको अमेरिकन साम्राज्यवादी भनेको? के हो तपाईको भारतीय विस्तारवादी भनेका? यी वामपन्थीका यी रटानहरू हामीहरूले धेरै सुनिसक्यौं केपीबा। अब यी रटानबाट तपाईले कुनै पनि कुराको उपलब्धि गर्न सक्नुहुन्न। तपाईले प्रतिक्रियावादी भनेर कसलाई भन्नुभएको? तपाई भोलि आफ्नो स्वार्थपूर्तिका लागि प्रचण्डसँग घाँटी जोड्नुहुन्छ। रवि लामिछाने हिजो आफू सरकार बाहिर हुँदाखेरि रवि लामिछानेलाई बोकेर हिँड्नुहुन्थ्यो, आज उसलाई जेलमा कोच्नु भएको छ। हिजो माओवादीसँग मिलेर सरकार बनाउँदाखेरि कांग्रेस तपाईका लागि प्रतिक्रियावादी थियो, आज कांग्रेसलाई चाट्दै हुनुहुन्छ। यो प्रवृत्ति र यो नियतिले देश कसरी चल्छ केपीबा? तपाईप्रति जनताले गरेको आशा भरोसा र विश्वासलाई यसरी तपाईले छिया पार्दिनु भयो कि तपाई अब इतिहासकै नालायक प्रधानमन्त्री र नालायक व्यक्तित्व बन्दै हुनुहुन्छ। तपाईले गरेका करतुत र तपाईको स्वार्थ अनुकूल र आफ्ना झोले र भ्रष्टाचारीहरूलाई बचाउनका लागि तपाईले आफ्नो विचारधारा, आफ्नो नीति, नियम सम्पूर्ण कुरो त्यागेर भोलि चुनाव हुँदै गर्दाखेरि यही कांग्रेसलाई तपाईले तथानाम गाली गर्दै हुनुहुन्छ। लाज लाग्दैन केपीबा? विचारधारा बिनाको राजनीति गर्ने तपाईहरू आज प्रतिक्रियावादी भन्दै हुनुहुन्छ। भोलि तपाई र प्रचण्ड मिलेर सरकार बनाउँदै गर्दाखेरि तपाईका लागि कांग्रेस प्रतिक्रियावादी हुन्छ। अनि अलिकति केही यताउति भयो भने तपाईका लागि भारत प्रतिक्रियावादी हुन्छ, अमेरिका प्रतिक्रियावादी हुन्छ। अलिकति लाज शरम र घिन राखेर देश र जनताका लागि सोचेर काम गर्नुहोस् प्रधानमन्त्रीज्यू। तपाई प्रति यो देशका जनताले, लाखौं करोडौं जनताले आशा र विश्वास राखेका थिए। त्यो आशा र विश्वासको धज्जी उडाएर तपाईले ती आशा र विश्वासका जुन पुलिन्दाहरू थिए ती पुलिन्दामा आगो लगाएर तपाई एउटा चरित्रहीन र एउटा निरङ्कुश तन्त्र बनेर पार्टी र देशलाई चलाउने जुन मनसाय छ त्यो मनसायले तपाईलाई समाप्त पार्नेछ। यो सरकार अब टिक्ने अवस्थामा छैन। कांग्रेस सभापति शेरबहादुर देउबा र कांग्रेसका धेरै नेताहरूले यो सरकारलाई अब लगभग समाप्ततिर जाने उनीहरूले विचार व्यक्त गर्न थालिसके। किनभने केपी ओली आफैमा एउटा अडानमा बस्न नसक्ने र दुई जिब्रे मान्छे, बोलीको टुङ्गो नभएका मान्छे र विचार धारा त्याग गरेर स्वार्थका लागि अगाडि बढ्ने मान्छे भएका कारणले गर्दाखेरि आज यो सरकार पनि ढल्ने अवस्थामा छ। अनि भन्दै हुनुहुन्छ 84 मा हामी बहुमत ल्याउँछौं भनेर कांग्रेसलाई डर देखाउँछ। तपाई पनि ल्याउनुस् न केपीबा, बहुमत ल्याउनुस्। तपाई कांग्रेसले पनि ल्याउनुस् बहुमत, तर विचारधारा त्यागेर स्वार्थका लागि कुनै पनि अर्को विचारधारा नमिल्नेसँग गठजोड गर्नु यो एउटा अपवित्र गठबन्धन हो। तपाईका यस्तै निर्णयले गर्दाखेरि आज पार्टी एउटा धाराशायी हुने अवस्थामा पुगिसकेको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको बजेटमा असन्तुष्ट व्यक्त गरिरहेका यी भिडियोहरू अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती चलिरहेका छन्। संसद बन्धक बनाउनु भएको छ तपाईहरुले। एउटा लुटेरा र एउटा मानव तस्कर रमेश लेखकलाई बचाउनका लागि तपाईहरुले सम्पूर्ण 3 करोड नेपालीमाथि खेलेर उनीहरुको भावनालाई लत्याएर उनीहरुका इच्छा आकांक्षालाई लात मारेर संसद जस्तो पवित्र प्रजातान्त्रिक प्रणालीको पवित्र स्थलमा तपाईहरु धावा बोल्दै हुनुहुन्छ। यदि
तपाईँ स्वच्छ छविको प्रधानमन्त्री हुने हो र देश र जनताका लागि काम गर्ने हो भने यो संसद खुलाउनलाई तपाईँ किन अग्रसर हुनुहुन्न? रमेश लेखकलाई बर्खास्त तपाईँ किन गर्नुहुन्न? यी सम्पूर्ण कुराहरूले गर्दाखेरि कांग्रेस र एमाले बीचमा मनमा फाटो आइसकेको छ। अब यो सरकारको आयु धेर छैन र प्रधानमन्त्री ओली अब पेन्डुलम भएर एउटा निकम्बा जस्तो भएर फेरि जनताका अगाडि आउँछन्। तर केपी ओलीज्यू स्मरण रहोस्, अब तपाईलाई जनताले पत्याउने ठाउँ छैन। तपाईले सम्पूर्ण कुरो सिद्ध्याइसक्नुभयो। तपाईका यी कर्तुतहरूले गर्दाखेरि पार्टी सक्नुभयो तपाईले। अब विद्या भण्डारी तपाईलाई काउन्टर दिन आउँदैछिन्। नेपालको राजनीति भनेको नैतिकताको आधारमा कुनै पनि राजनीतिज्ञ नैतिकताको आधारमा र नैतिकताको धरातलमा टेकेर किन अगाडि बढ्न सक्दैनन्? विद्यादेवी भण्डारी यो देशको राष्ट्रपति, दुवैचोटि राष्ट्रपति भइसकेको व्यक्तित्व आज फेरि राजनीतिमा फर्किनु यो कतिसम्म लज्जास्पद विषय हो। विद्यादेवी भण्डारीसँग मदन भण्डारीको पत्नी हुनु सिवाय उनीसँग भएको कुरा के छ? तपाईहरुले के देख्नुहुन्छ? यो भन्दै गर्दाखेरि केपी ओली महान हुन्, केपी ओलीको विरुद्धमा कोही खडा हुनुपर्छ भन्ने कुरो होइन। तर राष्ट्रपति दुई कार्यकाल देशको सर्वोच्च पदमा बसेको एउटा व्यक्तित्व आज फेरि राजनीतिमा आउनु यो देशको दुर्भाग्य हो। केपी ओलीका विरुद्धमा एउटा कुनै पनि स्वच्छ छविको युवा व्यक्तित्व आउनुपर्छ र पार्टीलाई स्वच्छ तरिकाले परिचालन गरेर अगाडि बढाउनुपर्छ। नत्र यो देशमा नेकपा एमाले भन्ने कुरो इतिहासमा मात्रै सीमित रहन्छ र नेकपा एमालेको अस्तित्व समाप्त हुने अवस्थामा पुग्छ। साथीहरू, तपाईहरु कमेन्ट गरिदिनु होला, यो सरकार कहिलेसम्म टिक्छ र यो सरकारको आयु के छ? कमेन्ट गरेर भनिदिनु होला, सल्लाह सुझाव दिनु होला। पुरा भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। जय नेपाल, जय पशुपतिनाथ।